हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग अनि सम्पूर्णलाई मेरो नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। यो चाहिँ मेरो जीवनको पहिलो मिनी ब्लग हो। हेरेर प्रतिक्रिया दिनुहोला, तपाईँहरूलाई कस्तो लाग्छ अनि कमेन्ट पनि अवश्य गर्नुहोला। म चाहिँ लामो समयपछि हिजो घर आएको थिएँ र आज चाहिँ बिहानै उठेर ब्रस गरेँ, मुख धोएँ र आफू फ्रेस भएँ। पहिला आफू फ्रेस भएपछि बल्ल घरको काम गर्नु पऱ्यो नि होइन र, अनि घरको काम गर्नतिर लागेँ। बाहिर भित्र आँगन गरेर सबैतिर राम्रोसँग बढारेर सकेपछि चाहिँ मैले पोछा लगाउन लागेछु। पोछा पनि बाहिर भित्र गरेर राम्रोसँग लगाउँछु। घरमा चाहिँ अहिले बाबुको ड्याडी र म मात्र थियौँ। मम्मी पनि केही कामले गर्दा बाहिरतिर जानुभएको थियो। अनि मैले चाहिँ बाबा मम्मी मेरो दुईवटा बहिनीहरूलाई एकदम धेरै मिस गरिरहेको छु, किनभने पहिला जस्तो रमाइलो छैन नि त। अहिले भएको परिवार पनि छुट्टै बस्नु परेछ अनि अहिले चाहिँ हामी मात्र छौँ र त्यही भएर मिस गरिरहेको छु। पोछा पनि लगाएर भ्याइसकेँ र मैले पानी तताएर खाँदैछु। यत्तिकैमा बाबु र बाबुको ड्याडी पनि उठ्नुहुन्छ अनि मैले चिया बनाउँछु। चिया बनाएर चाहिँ हामी बुढाबुढी मिलेर चिया खाँदै थियौँ। बाबुले चाहिँ उता एक्सर्साइज गर्न लाग्छ बिहानै। अनि भ्यू चाहिँ आज एकदम राम्रो देखिरहेछ, मेरो घरबाट देखिने भ्यू। चिया खाँदै अनि खाना बनाइसकेपछि मेरो घर देखाउँदैछु। घर चाहिँ यही हो, घर ठुलो छ तर मान्छेहरू चाहिँ परिवार सानो छ, के गर्नु, तर परिवार पनि छुट्टै बस्नु परिरहेछ। यो चाहिँ मेरो कोठा हो। कोठा सानो छ तर यादहरू चाहिँ एकदम धेरै छ यो कोठासँग। त्यो यादहरू चाहिँ सायदै म शब्दमा बयान गर्न सक्दिनँ होला कि कति प्यारो छ यो कोठा मेरो लागि भनेर। अनि कोठा मिलाउन चाहिँ मलाई एकदमै धेरै मनपर्छ। मेरो कोठा चाहिँ मिलाइसकेँ मैले। मेरो कोठा चाहिँ यस्तो छ, ऐनामा यस्तो गर्छु भनेको मिलेन। अनि त्यसै गरी हामीले चाहिँ खाना खायौँ। बाबु र बाबुको ड्याडीले खाना खाँदै हुनुहुन्छ, मैले पनि खाएँ। काम भ्याएर घाम मजाको लागिरहेको थियो, सिमी सुकायौँ र भिडियो चाहिँ यतिसम्म। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।